हजुरहरूलाई एउटै औषधिको दुईवटा नाम हुन्छ भनेर थाहा छ त? नेपालीहरू धेरैले यो समस्या महसुस गर्नुभएको देखेर यो भिडियो बनाएकी हुँ। डाक्टरले एउटा औषधि लेखिदिनुहुन्छ अनि फार्मेसीमा आएपछि यो कम्पनीको औषधि छैन, अर्को कम्पनीको छ भनेर फार्मासिस्टले भन्नुहुन्छ। बिरामीले होइन, मलाई डाक्टरले जे लेख्नुभयो मलाई त्यही नै चाहिन्छ भन्नुहुन्छ। त्यो ठाउँको सबै फार्मेसीमा जाँदा पनि डाक्टरले लेखेको औषधि पाउनु हुँदैन। उहाँले चितवनको एक हस्पिटलमा डाक्टरसँग जाँच गराउनु भएको हुन्छ अनि औषधि बुटलमा पनि पाइन्छ होला भनेर चितवनमा औषधि नकिनिकन फर्कनुहुन्छ अनि बुटलमा डाक्टरले लेखेको औषधि नपाएपछि फेरि चितवन गएर औषधि किनेर आउनुहुन्छ। यस्तो खालको समस्या धेरै बिरामीले फेस गर्नु परेको छ। हरेक कम्पनीको औषधि सबै फार्मेसीमा उपलब्ध हुँदैन र हरेक चोटि टाढा गएर औषधि किनेर ल्याउन सम्भव पनि हुँदैन। यस्तो बेलामा के गर्ने त? औषधि नखाई बस्ने कि अर्को कम्पनीको औषधि खाएर पनि हुन्छ त? खास औषधिमा यस्तो समस्या किन हुन्छ? अब म हजुरलाई यसको बारेमा भन्छु है त, ध्यान दिएर सुन्नुहोला। नेपालमा 50 भन्दा धेरै औषधि बनाउने कम्पनीहरू छन्। सबै कम्पनीले फरक फरक औषधि बनाउने भन्ने हुँदैन। एउटा उदाहरण सिटामोलको लियौं। सिटामोलको बारेमा थाहा नहुने प्राय कोही हुनु हुँदैन होला। यसले दुखाइ कम गर्छ अनि ज्वरो पनि कम गर्छ। खासमा औषधिको नाम सिटामोल होइन, यो प्यारासिटामोल नामले विश्वभरि चिनिन्छ। तर यो सिटामोल नाम गरेको औषधि प्यारासिटामोल नै हो त? हो, प्यारासिटामोललाई सिटामोल नाम दिएर नेपाल औषधि लिमिटेड भन्ने कम्पनीले बनाएर बजारमा बिक्री वितरण गर्न सुरु गर्यो। त्यस्तै नेशनल हेल्थ केयर भन्ने कम्पनीले पनि प्यारासिटामोललाई निको नाम दिएर बजारमा उपलब्ध गरायो। नेपालका 50 वटा औषधि फ्याक्ट्री सबैले प्यारासिटामोल बनाए र सबैले आफ्नो छुट्टै नाम दिए। प्यारासिटामोलको अब 50 थरी नाम भयो। तर के कुरा बुझ्नु पर्यो भन्दा 50 थरी कम्पनीको नाम भए पनि यो प्यारासिटामोल भन्ने औषधि नै हो। प्यारासिटामोल भन्ने नाम पनि कम्पनीको नामको तल लेखिएको हुन्छ। जुन औषधिको पत्तामा प्यारासिटामोल लेखिएको हुन्छ त्यो सबैले ज्वरो कम गर्छ र दुखाइ पनि सन्चो गराउँछ। भन्नाको मतलब हजुर गएको फार्मेसीमा जुन कम्पनीको प्यारासिटामोल छ त्यो नै किनेर खान सक्नुहुन्छ। त्यस्तै औषधि कम्पनी अनुसार औषधिको गुणस्तर कम वा बढी भन्ने प्रश्न पनि आउन सक्छ। तर नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएको औषधि सबै गुणस्तर छन् भनेर बजारमा पठाइएको हुन्छ। यदि औषधि गुणस्तरहीन भए औषधि व्यवस्था विभागले उक्त औषधि कम्पनीलाई कारबाही गर्छ। मैले भनेको कुरा बुझ्नु भयो होला। तर हजुरले औषधि किन्न फार्मेसीमा जाँदा उक्त मान्छे फार्मेसी पढेको हो कि होइन भन्ने कुरा थाहा पाउनुपर्छ। फार्मासिस्टको नेपाल फार्मेसी काउन्सिलको रजिस्ट्रेसन नम्बर सोधेर एनपिसीको वेबसाइटमा गएर फार्मासिस्ट हो कि होइन भनेर कन्फर्म गर्नुहोला। फार्मासिस्ट वा फार्मेसी एसिस्टेन्टले बाहेक अन्य व्यक्तिसँग औषधि नकिन्नुहोला।